यदि तिमी न त आफ्ना शत्रुलाई चिन्छौ न आफूलाई भने हरेक लडाईँमा हार्छौ। सन्चु युद्ध जीवनकै हिस्सा हो। धेरै जीवजन्तुहरूको स्वभावमा लडाईँ गर्न, विरोधीहरूलाई हराउन र प्रभुत्व जमाउन पर्ने हुन्छ। मानिसहरूमाझ यो कुरा युद्धमा, व्यापारमा, फुटबल मैदानमा, भिडियो गेमहरूमा, नाइट क्लबमा र यहाँसम्म कि युट्युबमा पनि देखिन्छ। अनि सम्भावना छ कि जब हामी आफ्नो वरिपरिको वातावरणसँग लडाईँ गरिरहेका हुँदैनौँ, तब हामी आफैसँगै युद्ध गर्दैछौँ। सन्चुको द आर्ट अफ वार एउटा पुरानो चिनिया सैनिक ग्रन्थ हो, जसमा 13वटा अध्यायहरू छन्। जङ्गल युद्धका रणनीतिक र युद्धकला पक्षहरूमा समर्पित छन्। आर्ट अफ वारले युद्धमा कसरी व्यवहार गर्नुपर्छ भन्ने कुरालाई विस्तारमा बताउँछ र सबैभन्दा महत्त्वपूर्ण कुरा, कसरी जित्ने, बलियो सेना के हो, अर्किएको भूभागमा हामीले शत्रुलाई कसरी सामना गर्नुपर्छ अनि जासुसी मार्फत जानकारी कसरी सङ्कलन गर्ने वा झुटा समाचार कसरी फैलाउने। लडाईँका विशेष उपायहरू बाहेक आर्ट अफ वारमा गहिरो दार्शनिक पक्ष पनि छ। सन्चु भन्छन् कि युद्धलाई हल्का रूपमा लिनु हुँदैन। युद्धको सबैभन्दा उच्चतम रूप भनेको लडाईँ नगरी शत्रुलाई पराजित गर्ने कुरा हो र शान्त र अज्ञात हुनु एउटा सेनापतिको काम हो। उनले बलभन्दा बुद्धिको प्रयोगलाई महत्त्व दिन्छन् र हामीलाई बुद्धिमानी तरिकाले कसरी युद्ध जित्ने भनेर सिकाउँछन्। आर्ट अफ वारको सुन्दरता के छ भने यसको ज्ञान हाम्रो आधुनिक जीवनमा पनि लागू गर्न सकिन्छ। शान्तिको समयमा पनि जहाँ रगत बगाउनु पर्दैन, तर काम, खेलकुद र दैनिक झगडामा यसको प्रयोग हुन्छ। यो भिडियोले सन्चुको कृति आर्ट अफ वारको ज्ञानलाई अन्वेषण गर्छ। सन्चु, जसलाई मास्टर सुन पनि भनिन्छ, एक सैन्य रणनीतिकार र दार्शनिक थिए जो करिब 2500 वर्ष पहिले बाँच्नु भएको थियो र परम्परागत रूपमा आर्ट अफ वारको लेखक मानिन्छ। तर केही चिनिया विद्वानहरूले सन्चुको अस्तित्वमा शङ्का गर्छन् र आर्ट अफ वार विभिन्न लेखकहरूको सङ्ग्रह हो भन्छन्। सन्चु जो वंशको समयमा बाँच्नु भएको मानिन्छ। त्यो समयमा ताओवादी ऋषि लाओत्सु र फिलोसोफर कन्फ्युसियस पनि थिए। उनको जन्मस्थान विवादित छ। केहीले भन्छन् उहाँ क्यू राज्यमा जन्मनु भएको हो भने केहीले वु राज्यमा जन्मनु भएको विश्वास गर्छन्। तर सबैभन्दा पुराना उपलब्ध स्रोतहरू भन्छन् कि उनी वु राज्यका राजा अन्तर्गत एक जेनरल र रणनीतिकार थिए। समयसँगै सन्चुको कामले सैन्य क्षेत्रमा मात्र नभई बाहिर पनि धेरैलाई प्रेरणा दिएको छ। उदाहरणका लागि भियतनामी जेनरल भो गुयेन जियापले डिएन बिएन फूको लडाईँमा फ्रेन्चलाई हराउन दि आर्ट अफ वारमा बताइएका रणनीतिहरू प्रयोग गरेका थिए र ब्राजिलियन फुटबल प्रशिक्षक लुइज फेलिपे स्कोलारीले 2002 को विश्वकप जित्न यो पुरानो रणनीति मार्गदर्शन उपयोग गरेका थिए। दि आर्ट अफ वारले राम्रो तयारीको महत्त्वलाई जोड दिन्छ। मूल सोच यस्तो छ कि जित र हार त पहिले नै तय भइसकेको हुन्छ। युद्ध लड्नु अघि नै यसको मतलब हो। राम्रो ज्ञान र हिसाब किताबले युद्ध जित्ने सम्भावना अनुमान लगाउन सकिन्छ। कुन पक्ष बलियो छ, को जित्ने सम्भावना बढी छ, राम्रो अनुसन्धान गर्नै पर्छ अनि जरुरी परे जासुसी पनि गर्नुपर्छ। आवश्यक जानकारी पाउन हामीले के सामना गर्दैछौँ थाहा पाउनै पर्छ र आफ्ना कमजोरी र शक्तिको यथार्थ बुझ्नुपर्छ। आज्ञाकारी सेना बनाउनको लागि नेताले आफ्ना सैनिकलाई चिन्नै पर्छ। सबै प्रकारका प्रत्येक सैनिकलाई
फरक तरिकाले व्यवहार गर्नुपर्छ। आफैलाई बुझ्नु धेरै जरुरी छ। जब हामी आफैलाई चिन्छौँ तब थाहा हुन्छ कुन शत्रुलाई जित्न सकिन्छ र कुनबाट जोगिनुपर्छ। धेरैजसो अवस्थामा ठूलो नोक्सान टार्न सङ्घर्षबाट टाढा रहनु नै राम्रो हुन्छ। सन त्सूका अनुसार सबैभन्दा ठूलो जित भनेको लडाईँ नगरी शत्रुलाई हराउनु हो। तर दुर्भाग्यवश यो सधैँ सम्भव हुँदैन। त्यसैले जीवनमा हामीले आफ्नो लडाईँ सोचेर छान्नुपर्छ। कुन लडाईँ लड्न योग्य छ र कुन ऊर्जा र स्रोतको फजुल खर्च हो भनेर बुझेर, र जुन युद्ध हामी छान्छौँ त्यो सकेसम्म छिटो र प्रभावकारी रूपमा लड्नुपर्छ। सेनाको शक्ति सीमित हुन्छ। संसारकै ठूलो सेना पनि उपकरण, इन्धन, सेना, सवारी साधन र तिनीहरू चलाउने सैनिकहरू सकिन सक्छन्। लामो समयसम्म चल्ने युद्ध देश र त्यसका स्रोतहरूका लागि विनाशकारी हुन्छ र सहभागी हुनेहरूलाई मात्र थकाइन्छ। त्यसैले युद्ध जित्ने सबैभन्दा राम्रो तरिका छिटो प्रहार गर्नु हो, कम स्रोतको प्रयोग गरेर। जब हामी ती शत्रुका सहर र स्रोतहरू आफ्ना लागि प्रयोग गर्न सक्दछौँ तब तिनलाई नष्ट नगरौँ। आवश्यक नपरेपछि शत्रुका सैनिकहरूलाई मार्नुको साटो उनीहरूलाई हाम्रो पक्षमा जोड्नु राम्रो हुन्छ। यहाँ हामीले सुन तजुको सोचमा ताओवादी प्रभाव देख्न थाल्छौँ, जहाँ उनी अनावश्यक विनाशको पक्षमा होइनन्, बरु युद्ध बुद्धिमत्तापूर्वक लड्न र शत्रुलाई सकेसम्म अखण्ड राख्न चाहन्छन्, ताकि उनीहरूको शक्ति हामीसँग मिलाउन सकियोस्। म भन्छु, युद्धमा कुनै राज्यलाई नष्ट गर्नुभन्दा अखण्ड रूपमा कब्जा गर्नु राम्रो हो। कुनै सेना, रेजिमेन्ट, टुकडी, कम्पनीलाई नष्ट गर्नुभन्दा अखण्ड रूपमा कब्जा गर्नु राम्रो हो। वास्तविक उत्कृष्टता भनेको हरेक लडाईँ जित्नुमा होइन, शत्रुलाई बिना लडाईँ पराजित गर्नमा हुन्छ। सधैँ लडाईँ चलिरहन्छ। युद्धको सबैभन्दा उच्च स्तर भनेको रणनीतिलाई नै आक्रमण गर्नु हो, त्यसपछि गठबन्धनलाई आक्रमण गर्नु अनि सेनालाई आक्रमण गर्नु हो। सबैभन्दा तल्लो स्तरको युद्ध भनेको सहरहरूलाई आक्रमण गर्नु हो। घेराबन्दी युद्ध अन्तिम उपाय हो। युद्धमा विजय नाप, जोख, अनुमान, गणना र तुलनाको परिणाम हो। यदि विजय स्पष्ट छ भने लड्ने, हार निश्चित छ भने नलड्ने। यदि हामी लड्ने निर्णय गर्छौँ भने सही रणनीति बनाउन पर्याप्त ज्ञान हुनुपर्छ, जसले हामीलाई विजयतर्फ लैजान्छ। जस्तै जब हामी शत्रुलाई धेरै सङ्ख्यामा पार गर्छौँ, सबैभन्दा राम्रो तरिका भनेको उनीहरूलाई घेरेर आक्रमण गर्नु हो। तर जब हामी सङ्ख्या कम छौँ, त्यति बेला लुक्ने नै राम्रो हुन्छ। यस्तो अवस्थामा अफगानिस्तानमा तालिबानले गुरिल्ला युद्धकला अपनाएर जित्ने रणनीति बनाएका छन्। तालिबानले स्थानीय जनतासँग मिसिएर गोप्य ठेगाना र सुरङ मार्गहरू प्रयोग गरेर आफूलाई लुकाएका थिए भने आधुनिक प्रचारकलाई समेत चलाएर आफ्नो समूहमा एकता र लचकता कायम राखेका थिए। यदि उनीहरूले आफ्नो शत्रुलाई सिधै सामना गर्थे भने पक्कै हार्थे। तर मिलेर छिटो छिटो हमला गरेर भाग्ने तरिका अपनाएर उनीहरूलाई कसैले पनि कम आँक्न सक्दैन। चतुराईले जित्ने तरिका भनेको छलको कला हो। मैले सुनेको छु, सकिन्थ्यो भने असमर्थ जस्तो देखाऊ, सेना तैनात गर्दा तैनात नभएको जस्तो देखाऊ, नजिक हुँदा टाढा देखाऊ, टाढा हुँदा नजिक देखाऊ। यो कुरा याद राख्नुहोस्। इराकको सूचना मन्त्री मोहम्मद सईद अल साहफलाई, जसले सबैलाई भन्न खोज्थे कि सबै ठिक छ र उनका सेना जित्दैछन्, उनी सायद द आर्ट अफ वार पढ्दै थिए। दुर्भाग्यवश
उनको शत्रुलाई छल्ने प्रयास धेरै विश्वासिलो भएन। उनीहरू बगदाद नजिक छैनन्, तिनीहरूलाई विश्वास नगर। जंगमा परिस्थिति अनुसार आफूलाई मिलाउन सक्नु धेरै जरुरी हुन्छ। पानी जस्तै जंगलले कहीँ पनि एउटै रूप राख्दैन। शत्रु हरेक बेला बदलिन्छ, अनि मौसम र भूभाग जस्ता प्राकृतिक अवस्था पनि सुन्चु भन्छन्। शत्रुको बदलिदो अवस्था अनुसार जित निकाल्नुपर्छ र आफूलाई कुनै निश्चित रूप नदिनुपर्छ। यसको मतलब हामीले सधैँ शत्रुलाई राम्ररी हेरिरहनुपर्छ र आफूलाई उनीहरू सामु खुलाउन नदिनुपर्छ। यसरी हामी शत्रुको लगातार बदलिदो चालचलन थाहा पाउँछौँ र त्यसलाई आफ्नो फाइदामा प्रयोग गर्न सक्छौँ। हाम्रो फाइदाका लागि, जस्तै सुनचुले भन्छन् कि तेज मन भएका मान्छेबाट जोगिनुपर्छ र बरु सुस्त र घर सम्झनेहरूलाई आक्रमण गर्नुपर्छ। साथै उनले भन्छन् कि शत्रुको शक्ति थाहा पाउन केही निश्चित ढाँचाहरूमा ध्यान दिनुपर्छ। जस्तै उनी भन्छन्, रक्षा गरिरहनु भनेको कमी हो, आक्रमण गर्नु भनेको धेरै हुनु हो। उनले हामीले आफूलाई सुरक्षित राख्नुपर्छ र शत्रुको कमजोरीको पर्खाइ गर्नुपर्छ भन्छन्। यो प्राय स्क्वाश खेल्दा अपनाउने मुख्य रणनीति हो। राम्रो खेलमा ध्यान दिनु, प्रतिद्वन्द्वीले गल्ती गर्ने पर्खाइ गर्नु र त्यो गल्तीको फाइदा उठाउनु। द आर्ट अफ वारले विभिन्न परिस्थितिहरू र त्यसमा कसरी काम लिनुपर्छ भन्ने कुरा बताउँछ। जस्तै फरक फरक भूभागहरूमा, जस्तै हामीले उचाइमा क्याम्प गर्नुपर्छ र खुल्ला ठाउँतर्फ फर्केर बस्नुपर्छ, अनि जहिले पनि तल झर्ने दिशाबाट लड्नुपर्छ। अनि यदि दुश्मन नदी पार गरेर हाम्रो तर्फ आउँछ भने हामीले नदीको बीचमा सामना गर्नु हुँदैन। आधा सैनिक पार गरिसकेपछि मात्र आक्रमण गर्नुपर्छ। सुनचुले 9 प्रकारका युद्धभूमि छुट्टा छुट्टै बताएका छन्, जसका लागि लडाईँका फरक तरिका अपनाउनुपर्छ। जस्तै जहाँ जमिन दुवै पक्षलाई रणनीतिक रूपमा फाइदाजनक हुन्छ, त्यो रणनीतिक जमिन हो। एउटा कम्पनीको लागि यो सहरको कुनै खास ठाउँ हुन सक्छ, अनि सेनाका लागि यो लडाईँमा काम लाग्ने उचाइ भएको जमिन हुन सक्छ। तर त्यहाँ मृत्यु मैदान पनि हुन्छ, जहाँ बाँच्छु भने एउटा मात्र उपाय हुन्छ, लड्नु। मृत्यु मैदानको उदाहरण हो द लर्ड अफ द रिङ्सको मोरानोनको युद्ध, जुन सौरनसँगको अन्तिम युद्ध थियो। सुनचुले हामीलाई युद्धमा जाने बेला सन्तुलन र भित्री शान्ति खोज्न किन जरुरी छ भनेर सिकाउँछन्। हामी न त धेरै हिम्मती भएर लापरवाही गर्नुपर्छ, न त डराएर भाग्नुपर्छ र सजिलै रिसाउनु खतरा हुन्छ, किनभने रिसाएको मान्छेलाई युद्धमा तान्नु सजिलो हुन्छ। यो कुरा युट्युबरका लागि धेरै महत्त्वपूर्ण हो, किनभने बारम्बार रिसाएर असभ्य टिप्पणी र इन्टरनेट ट्रोलहरूले केवल थकाइ लाग्ने अर्थहीन झगडा मात्रै निम्त्याउँछन्, जुन झगडा गर्नु जरुरी छैन। साथै एक जनरलले आफ्नो सैनिकप्रति दयालु हुनुपर्छ र मानवीय व्यवहार गर्नुपर्छ। तर धेरै चिन्ता गर्दा झन्झट र समस्या हुन्छ। मैले सुनाएको कुरा एक जनरललाई 5 वटा फन्दे हुन्छन्। लापरवाही जसले विनाश ल्याउँछ, डरपोकपन जसले समातिन पुग्छ, तातो स्वभाव जसले उत्तेजित बनाउँछ, मानमर्दनमा धेरै ध्यान दिनु जुन लाजको कारण हुन्छ, र आफ्ना सैनिकप्रति धेरै चिन्ता गर्नु जसले झन्झट ल्याउँछ। समाप्त युद्धको कला हामीलाई सिकाउँछ कसरी हाम्रो लडाईँ छान्ने र जित्ने। बल प्रयोगमा मात्र ध्यान दिनुको साटो सुन्तुजुले भन्छन् कि मापन र हिसाब किताब गर्नुपर्छ। आफ्नो र आफ्नो शत्रुको बारेमा राम्रोसँग जान्नुपर्छ, ताकि चाल चाल्नुभन्दा पहिले नै जित सुनिश्चित गर्न सकियोस्। उनी हामीलाई सिकाउँछन् कसरी हामीले आफ्नो प्रतिस्पर्धीभन्दा चतुर बन्नुपर्छ।
उनीहरूलाई छल्ने र चलाउने तरिका अपनाउनुपर्छ र कुनै पनि परिस्थितिलाई आफ्नो फाइदामा रूपान्तरण गर्नुपर्छ। त्यही क्रममा उनी हामीलाई लडाईँ नगरी नै जित्न र सकेसम्म पीडा कम गर्न आग्रह गर्छन्। यदि हामी रगत बगाउनु बिना शत्रुलाई पराजित गर्न सक्यौं भने बुद्धि र करुणाका साथ नेतृत्व गर्न सक्छौं, अनुशासन पालना गर्न सक्छौं र पृथ्वी र स्वर्गको बदलिदो स्वरूपमा आफूलाई मिलाउन सक्छौं भने युद्ध साँच्चै एउटा कला हो।